फेरि कहिले भेट होला र हाम्रो, थाहा छैन समयले कुन मोडमा पुर्याउला। तर हिजोको त्यो यात्राले मनभित्र एउटा सिङ्गो ऋतु रोपेर गएको छ। ती पहाडले फेरि हामीलाई चिन्ला, ती नदीले आफ्ना लहरमा हाम्रो हाँसोको प्रतिध्वनि बोकेर बग्ला, र त्यो सानो मोमो पसलले फेरि 2 कप न्यानो सम्झना पस्केला। गन्तव्य कहाँ थियो र? हामी त बाटोमै हराएका यात्री थियौँ, जहाँ तिम्रो साथले हरेक मोडलाई कविता बनाइदिएको थियो। आज समय टाढा भए पनि मनले अझै त्यही दृश्य कोरिरहेछ। तिमी, म, त्यो पहाड, त्यो नदी र अधुरा कुराहरूले भरिएको एउटा सुन्दर यात्रा।